नमस्कार साथीहरू, मेरो आज यो अर्को भिडियोमा अर्को ब्लगमा तपाईँहरूलाई स्वागत छ है। नमस्कार छ सम्पूर्ण साथीभाइहरूमा। म चाहिँ आज तपाईँको ब्रातिस्लाभा सिटी जाँदैछु है। म बसेको रुमबाट नजिकै छ हुन त। म पनि बस्ने है ब्रातिस्लाभामै हुनु चाहिँ म अब अलिकति साइडमा छु र मेन सिटीतिर जाँदैछु। म चाहिँ मेन सिटी, यो चाहिँ मेन ब्रातिस्लाभाको ट्रेन स्टेसन हो। मेन ट्रेन स्टेसनमा ओर्लेर त्यसपछि म्युजियम साइटहरूतिर जाँदैछु। मेन चाहिँ अब मेन चाहिँ ब्रातिस्लाभामा केही छ। त्यो म्युजियम चाहिँ माथि डाँडामा पर्छ है। त्यहाँबाट 3टा देश हेर्न पाइन्छ। एउटा अस्ट्रिया, एउटा स्लोभाकिया भइगयो। स्लोभाकिया त आफू बसेको ठाउँ भइगयो। त्यसपछि तपाईँको अस्ट्रिया, उता चेक रिपब्लिक र उतापट्टि हङ्गेरी, 3टा देश हेर्न पाइन्छ। यहाँबाट आफू बसेकोले 4वटा देश हेर्न पाइन्छ। अनि एकदमै सुन्दर ठाउँ छ क्या। माथि चाहिँ तपाईँको ब्रातिस्लाभा डाँडा चाहिँ डाँडा पर्छ तपाईँको, सुन्दर छ। डाँडाले हेरेको छ। सिटी सानो छ, त्यस्तो ठुलो सिटी छैन। यता टुप्पादै उता टुप्पा पुग्नलाई लगभग 9-10 किलोमिटर एरिया रेन्ज छ होला। सानै हो सिटी। अब यता टुप्पादै उता टुप्पा मजाले आरामले हिँड्न सक्ने सिटी हो। ट्रेन स्टेसन आउन लागिसक्यो। यो चाहिँ मेन ट्रेन स्टेसनको यो चाहिँ ट्रेन पार्किङ एरिया भनौँ न। यसरी टक्कसँग अब यहाँ ओर्लेर निस्किँदै बाहिर। अनि तपाईँहरूलाई बाहिरबाट मेन ब्रातिस्लाभा सिटीको कन्डिसनहरू देखाउँछु। अत्यन्त सफा र सुन्दर सहरहरूमध्ये एक पर्छ है यो ब्रातिस्लाभा सिटी पनि। सफा छ, सुन्दर छ। सबै सेवा सुविधाहरू इनाफ छ। सब कुरा तपाईँले वर्ल्डमा हुने चिज सबै पाइन्छ होला सायद जस्तो लाग्छ है। एकदमै क्लिननेस छ है। युरोपको सिटीहरू चाहिँ लगभग एउटै हुन्छ होइन। मैले तपाईँहरूलाई थुप्रोवटा वर्ल्ड टाउनहरू पनि देखाएको छु। यहाँ पनि वर्ल्ड टाउन छ। यहाँको वर्ल्ड टाउन पनि धेरै रमाइलो छ है। वर्ल्ड टाउन चाहिँ अब तपाईँको वर्ल्ड टाउनसँग कम्पेयर गर्नलाई नेपालमा पनि छ लगभग सँगै तपाईँको ठमेल नि। ठमेल नेपालमा ठमेल, काठमाडौँको ठमेल जस्तै हो यहाँको वर्ल्ड टाउन चाहिँ। त्यस्तै एरिया भनौँ न। पर्यटकहरूको लागि स्पेसल अब होटलहरू भनौँ, अब तपाईँको त्यस्तै एरियाहरू ज्यादा पाउँछ भनौँ न। अब होटलहरू, पार्किङ एरियाहरू, अब तपाईँको भिजिट एरियाहरू राम्रो छ। यो चाहिँ स्लोभाकियाको सबभन्दा ठुलो पार्लियामेन्ट अफिस है। यहाँ चाहिँ स्लोभाकिया ठुलो गभर्मेन्ट अफिस भनौँ न। अनि यो त्रिपटे घर चाहिँ यहाँको एफएम स्टेसन हो। घरहरू चाहिँ राम्रो भन्छ युरोपमा। लगभग घरहरू चाहिँ अब यस्तो टाइपको घरहरू चाहिँ मैले यहीँ आएर देखेको। अरू सिटीतिर खासै देखिनँ। भियनाहरूतिर तपाईँको बुडापेस्टतिर पनि खासै देखिनँ क्या यस्तो अलिकति ठुल्ठुलो नि। रोमानियातिर युरोपियन कल्चर टाइपको घरहरू बनाउँछ प्रायः। यहाँ चाहिँ अलिकति मोडर्न टाइपको घरहरू देखेँ है मैले। ल म चाहिँ ब्रातिस्लाभाको सेन्टरमा छु। अब चाहिँ टप म्युजियमतिर जाँदैछु है। तपाईँलाई म नजिकबाट माथि पुगेर म्युजियम देखाउँछु। यो चाहिँ यस्तै छ यो ठाउँ, राम्रो छ त्यो।
तपाईँको सिधै अस्ट्रिया जाने बाटो है, भियना जाने बाटो। मलाई भियना जानुपर्छ है तपाईँ गोवाकै ब्रतिस्लावाबाट। उत्तरबाट माटो पनि बोक्दैछ यता जस्तो जस्तो पनि बङ्गेर हिँड्छ यार। यो पो हो त यार सिटीको मजा भनेको त यार। मेट्रो छ, सबै कुराहरू छ है। र ठाडो छ है बाटो, पुरा हाँस गरायो यार हिँड्दाखेरि। सब यहाँबाट छिर्ने हो म्यापहरू यहाँभित्र बौद्धाको जस्तो ठाउँ पनि छ है। भित्र यसो गिफ्ट पनि किन्न मिल्ने रहेछ, सेम नेपालको जस्तै। भित्र हेरौँ दामी छ। तपाईँहरूलाई अब म यहाँबाट सरप्राइज सिन देखाइदिन्छु है। त्यो चाहिँ छुइँसँगले टक्कसँगले यो चाहिँ स्लोभाकिया नै हो। यहाँनिर यो जति टर्बाइनहरू देखिन्छ नि, यहाँदेखि उता चाहिँ सब तपाईँको अस्ट्रिया हो, अस्ट्रिया सिटी है। अब यो चाहिँ एक खोट मेन सिटी चाहिँ यता हो, एकछिनमा देखाउँला है। बब्बल भ्यू छ है। नमस्कार जी, नमस्कार। नमस्कार। इंडियन है? Yes. नाइस टू मीट यू। मैं नेपाली हूँ। Okay. इधर बैठेगा? इधर है फैमिली आपका? नाइस नाइस। मैं इंडियन लोग इधर बहुत देखता हूँ। इंडिया कौन सा? दिल्ली। दिल्ली से? नाइस। दिल्ली मैं गया नहीं, दिल्ली भी दिल्ली भी गया था। उसका मेट्रो सिस्टम बहुत अच्छा लगा मेरे को। बढ़िया है दिल्ली। थैंक यू। भाई का नाम क्या है? ओह नाइस नेम। आपका यूट्यूब चैनल है? लिटिल बिट, थोड़ा थोड़ा मेमोरीज डॉक्यूमेंट्री बनाता हूँ। चैनल का नाम क्या है? सुजन ब्लॉग्स नेपाल होता है। उधर तो देख ही नहीं रहे और उधर देख। ल साथीहरू, म चाहिँ अरू सिन देखाउँदैछु है। म चाहिँ यहाँबाट टपसँग जाँदैछु। यो चाहिँ बब्बल छ है यो ठाउँ चाहिँ। पहिला एउटा आउने रहर चाहिँ थियो, अन्त भाग्यवश चुऱ्यो है। आएँ घुम्दैछु।
नाइस प्लेस है। मेन ब्रातिस्लाभा सिटी चाहिँ यता है। मेन ब्रातिस्लाभा सिटी चाहिँ यो पर पर्छ। तपाईँलाई त्यसको नि भ्यू देखाउँछु। त्यो सिटी चाहिँ तल पर्छ है। ठ्याक्कै यो चाहिँ कस्तो ठाउँ छ भने तपाईँको ठ्याक्कै स्वयम्भू जस्तो है। माथि डाँडा तल चाहिँ काठमाडौँ भ्याली बसे हुन्छ नि यस्तै हो क्या यो पनि। तर यो चाहिँ सानो सिटी छ है काठमाडौँभन्दा चाहिँ। मेन सिटी चाहिँ यही हो, यति नै हो। तर काठमाडौँभन्दा आकाश पातालको फरक छ है। त्यो चाहिँ क्लिन होइन। क्लिननेस भनेको चाहिँ यहाँ चाहिँ इम्पोर्टेन्ट 1 नम्बरमै पर्छ। त्यसको चाहिँ अब सेवा सुविधा त त्यस्तै हो होइन। यसो युरोप हो, अरू त्यस्तै हो। डाँडा घरे साइले मेन सिटी चाहिँ यही है।
चाहिँ टक्क ब्रतिस्लाभाको मेन सिटी चाहिँ देखाउन गइरहेको छ तपाईँलाई। यस ल यो साथी हो, यहाँदेखि उता चाहिँ टक्क तपाईँको अस्ट्रिया पर्छ। यो खोलादेखि उता यो चाहिँ युरोपको सेकेन्ड लार्जेस्ट ठुलो नदी हो, यो चाहिँ डानुब नदी। अब यो चाहिँ यहाँको चर्च हो यो मुनि, अनि उँधो हेर्नुपर्छ है सिटी चाहिँ माथि डाँडाबाट। अब वसन्त ऋतु सुरु भयो, यहाँ पनि अब हरियाली छाउन थाल्यो, जताततै फुलै फुलको मौसम हुन्छ है। अब चाहिँ युरोप जुनै रुख पनि फुल फुल्ने हुन्छ।